यदि आई मैले अब यहाँबाट ठ्याक्कै 1 घन्टा अरे अनि बाटो चाहिँ कस्तो छ भनेर सोधेको यहाँको लोकल दाइहरूलाई। हाम्रो देशको नेता जस्तै छ त्यस्तै बाटो राम्रो भनेर हामीले पनि मिलाएर बुझिदिनु यो कुरा, तपाईँहरूले पनि मिलाएर बुझिदिनु होला। साथीहरू, हामी कडा मेहनत परिश्रमको पश्चात गाउँ आइपुगेका छौँ। सही सलामत आइपुग्यौँ, एकदम खुसी लागिरहेको छ। त्यो हरिबहादुरले भनेको जस्तै कहाँ आइपुगेँ म अबि गरेको जस्तै कहाँ आइपुग्यो, एकदम जहाँ पनि एकदम रमणीय ठाउँमा आइपुग्यो साथीहरू। खतम हुन्छ ल यस्तो बाटो। हाम्रो अब गाउँ प्रवेश हुँदैछ। अब कुरा के भने गुफा जाने बाटो कता हो मास्टर ल लगभग अब हामी चाहिँ गुफा पोखरी आइपुग्यौँ, गाउँ आइपुग्यो। चौरीहरू देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ हाई एल्टिट्युड सुरु भएको जानकारी पायौँ हामीले चौरीहरू मार्फत। काका नमस्कार। गुफा पोखरी यतै हो नि? हस् साथीहरू, तपाईँले देख्न सक्नुहुनेछ यहाँ राजेश हमालको लुगा सुकाउने टावर। यहाँ चाहिँ हाम्रो राजेश हमाल दाइले लुगा सुकाउनुहुन्छ। यहाँ माथिसम्म पनि राजेश हमाल दाइको लुगा सुकाउने टावर रहेछ साथीहरू। काका अब पोखरी कति छ? हामी त इटारीबाट आएको। कहाँ बस्नुहुन्छ? माथि पोखरीमै बसौँ भन्ने हो। एकमा गएर बस्नु 5 किलोमिटर। 5 मिनट? 5 किलोमिटर। 5 किलोमिटर? हस्। कहाँ बस्नु अरे? एकमा बस्नु। हस् ल, धन्यवाद काकालाई। फेरि आउँदाखेरि हुन्छ। हजुर ल साथीहरू, हामी लगभग आइसक्यौँ। अबको आधी घन्टामा हामी हाम्रो गन्तव्यमा पुग्नेछौँ। यहाँ गाउँ रहेछ, देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँको दृश्य। ओहो कालिज, ए होइन रहेछ, कुखुराको बाली रहेछ साथीहरू। म त वन कालिज भन्ने झन्डै झुकिएको साथीहरू हेर्न सक्नुहुन्छ यहाँ तपाईँहरूले रमणीय दृश्यहरू। ओहो कति राम्रो गाउँ। तर साथीहरू यहाँ त गब्बर सिंह आएर बसे जस्तो गाउँै पुरै खाली छ। हामी चाहिँ गुफा पोखरी आइपुगेका छौँ। पोखरी चाहिँ यही रहेछ, यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ अहिले बाटोबाट देखाउँदै गरेको दृश्य हो। अहिले होटल सोटल हामी बुक गरेर फेरि आउनेछौँ घुम्नलाई। राम्रो गाउँ रहेछ है। होटलहरूको सुविधा चाहिँ एकदम राम्रो छ नि यहाँनिर। यहाँ गुफा पोखरी लजै लज, होटलै होटल पाउन सक्नुहुनेछ। त्यस्तो कुनै भरअभर चाहिँ नपर्ने ठाउँ रहेछ। त यी केटालाई कहाँ हिँडेको? आइज ल ल ल। आइपुग्यो होइन त? कति चिसो रहेछ त गुफा पोखरी। फाइनली हामी चाहिँ पोखरी आइपुगेका छौँ। सनसेट पनि दामी भइरहेको छ। भित्र गएर हामी हेर्नेछौँ। यहाँ देख्न सक्नुहुन्छ साइडमा होटलहरू यहीँनिर छ, नजिकै छ। होटलहरूकै अगाडिपट्टि छ पोखरी। जोस् धेरै हिँड्नु पर्दैन, रमाइलो छ। ल अब चाहिँ हामी यहाँ गुफा पोखरी आइपुगेको छौँ। अनि पोखरी चाहिँ यही हो, यत्रै छ पोखरी। सानो छ, पानी सुकेको होला सायद यता साइडमा। तर एकदम रमाइलो छ, चिसो छ ठाउँ, मजाको छ। देख्न सक्नुहुन्छ तपाईँहरूले वरिपरि। यो चाहिँ चौरीको सुकुटी है। खाएको लगाइज माथि आउनु ल, यता आउनुहुन्छ। केही भन्नु छ हजुरलाई? छैन, खाने हो। ल ल है गाइज, गुड मर्निङ है। दामी सुत्यो। अहिले चाहिँ यहाँ कफी खाँदै, यो देखाउ त ड्रागन कप। पुरै ड्रागन कपमा चाहिँ कफी खाँदैछु। यो कप चाहिँ ओभर दामी लाग्यो मलाई। कहाँ कसैले पाउँछ भने मलाई एउटा गिफ्ट गरिदिनु न हौ, ओभर दामी लाग्यो।
थ्याङ्क यू लाग्यो भने त अब सक्यो भने त गुफा पोखरी ल गुफा पोखरीलाई हामीले टाटा गऱ्यौँ बाई बाई